कुकुर गनायो कि जेसा गनायो थाहा नै छैन यस्तो गर्छ होइन तिम्रो छोराछोरीलाई यसरी राख्दिने नि विचलन गर्छ के मेरो छोरीछोरीले हेर त्यहाँ गाडी बुढी हो मेरो छोरीछोरीले हेर गाडीमा टाक्क लाएर मलाई सेतो वाला ओ मेला छाना छानी हो अम्म अहिले मेरो गुगुले आमा हेले अबे ल तिमीलाई त थाहा रहेछ त बच्चाहरू कसरी पाल्ने भनेर थाहा पाल्नु भइसकेको त आउनु भने एउटा कुकुर लग्न मिल्छ यहाँबाट ओहो तिमी गनाएको यो कुकुर गनाएको है गाडी अस्ति यस्तो भयो म गुन्डु घुम्न आएको होइन टायर पञ्चर भइदिएर क्या यहीँ होस् भनेर यहीँ छोडेर अहिले यस्तो भइरहेको अवस्थामा क्या के लग्ने प्लान छ कि हाम्रो सोपिस हो यो अब सोपिस नै भन्नु जेसा नछोड रोग लाग्ला सक्ला कुकुरलाई ओ चुप्पै नै गर्ने ओहो रोग चियो लाग्ने भयो सेट आई लभ यु भाइरस लाग्ने हो नानी नगर न कुकुरले रोग सर्छ क्या त्यही भने खोइ अहिले यस्तो गनाइरहेछ के भने रे अहिले यहाँ के गनाइरहेछ क्या ठुस्स भइरहेछ जेसा गनाइरहेछ तिमी नानुआएर हो त्यो भनेको तिमी आफूले आफैले कहिले गनाउँदैन नि आफूले आफैलाई कोही